अलि साह्रो बल्ल यो मोमो खाउँदिन आइजलु तातो पानीसँग कति धेरै भेराइटी रहेछ है अन्त खाँदै हुन्छ आत्मसम्मान गर्दैछौँ तुम्बा कस्तो छ खाना अल गुड खाना सुरु गरे है मेरो चाहिँ यो छ भेज थाली पछाडितिरको मायाको डोरीले तिमीलाई बाँधौला मायाको डोरीले तिमीलाई बाँधौला दिलको मोटर कारमा तिमीलाई चढौला सम्झना बिर्सना सलललला झन् झन् बढ्यो तिर्सना सलललला यो ठाउँमा मगमगाउँदा फुलहरू फुल्दा रहेछन् रे मनका कुरा जिम गर्ने परेली फुल्दा रहेछन् रे गुनगुनाउने वैशालु भमरा डुल्दा रहेछन् रे ए मुगली चढेसी समयले
कान्छा मैयाले कुलाई बोलाउँदै रूप हेर्न कान्छ पार मासे फुलाले तिनको रूप हेर्न कान्छ पार मासे फुला एन्डसम्म गुरुजीले त्यता तिर्न फुला एन्डसम्म गुरुजीले त्यता तिर्न फुला माइलो मोटर चलाउँदै हेर्न हेर कान्छा मैयाले कुलाई बोलाउँदै अरे हेर्न हेर मर्छ सबको ज्यान बचाई कसले बुझाउनुहोस् कृपया यतादेखि देख्दैछ के अन्त गाउँ पुग्दाको एक्साइटमेन्ट भएन है हिमालय चुली हजुर त्यो पल्लोपट्टि माया साला झरेलैमा माया साला झरेलैमा हामीहरू पुगिसक्यौँ अब छिटै आफ्नो गाउँ पुग्नेछौँ अनि एकदमै सजिँदै हुँदैछ अहिलेसम्म हाम्रो यात्रा दोभानी त यस्तो भएछ है दोभानी ए यो दोकानी दोभानी पनि सामान बोक्नेवाला ए यो भाग्चे पनि होइन लाउनु आँटेको होला छुटिनु
यो त माथि लोकल पहिला त यहाँ अर्कै खालको ढुङ्गा थियो नि हेलो तुम्बा कस्तो लाग्यो चाहिँ चेङ्कापु भिजिट आफ्टर अ लङ टाइम हो म 10 साल बाद आएको सायद 10 क्या 10 भन्दा ज्यादा साल भयो होला एकदमै मजाले आयो यो कति 1 केजी 40 केजी छ कतिको राम्रो मेरो लाग्छ यो गाडीको लिङ्गोहरू सबै नउखेलौँ है मेरो त्यता पुग्यौ न अनि अब यसमा चढेर साँडाँडा लु स्टार्ट गरौँ त्यसपछि अर्को डाँडा धेरै मान्छे आउँछ क्या ल अहिले चाहिँ हामी साँडाँडा देख्छौँ
आरिपट्टि कति राम्रो रहेछ हौ हेर
ल सँगसँगै जिउँला नि जो बन्दिउँला नि जो बन्दिउँला नि जो बन्दिउँला नि झलेको तिम्रो याद अलिको हिमाल भन्दा नि झलेको तिम्रो अस्तिको